एउटा प्रश्न जुन सायद हामी सबैले कहिलेकाहीँ सोध्छौं, लामो र सुखी जीवनको रहस्य के होला? आज हामी यही प्रश्नको जवाफ खोज्न इकिगाई नामको एउटा चर्चित किताबको गहिराईमा पुग्नेछौं। हो, यो प्रश्न जति सरल सुनिन्छ यसको जवाफ त्यति नै गहिरो छ र आज हामी यही जवाफको खोजीमा एउटा यात्रामा निस्कन्दैछौं। ल, हाम्रो यात्राको पहिलो गन्तव्य हो एउटा यस्तो ठाउँ जसलाई मानिसहरू अमरहरूको भूमि पनि भन्छन्। सुन्दा नै अचम्म लाग्छ, होइन त? आखिर के होला त त्यहाँको रहस्य? आउनुहोस् पत्ता लगाउँ। ल हेर्नुस् त, यो हो जापानको सुन्दर ओकिनावा टापु। यही टापुको एउटा सानो गाउँ छ, ओगिमी, जसलाई दीर्घायुको गाउँ भनेर पनि चिनिन्छ। अब यस्तो ठाउँको रहस्य के होला भनेर बुझ्न यो किताबका लेखकहरू त्यहाँ पुगेछन्। अनि त्यहाँको तथ्याङ्क हेर्ने हो भने साँच्चै नै अचम्म लाग्दो छ। हरेक 1 लाख मानिसमा झण्डै 25 जना त 100 वर्षभन्दा बढी उमेरका छन्। यो त विश्वको औसतभन्दा कता बढी हो नि। त्यसो भए के हो त रहस्य? के उनीहरूको खानपान हो? के उनीहरूको जीवनशैली? लेखकहरूले अनुसन्धान गर्दै जाँदा एउटा शब्द बारम्बार भेटे, एउटा जादुई शब्द, उनीहरूको इकिगाई। हो, इकिगाई। लेखकहरूले त्यहाँका जो कोहीसँग कुरा गर्दा पनि यो शब्द बारम्बार सुन्थे। अब यो इकिगाई भनेको के हो त? सरल भाषामा भन्नुपर्दा यो भनेको बिहान उठ्नुको कारण वा जीवन जिउनुको उद्देश्य रहेछ। अब यो इकिगाई भेटाउने कसरी त? यो वास्तवमा 4वटा कुराको मिठो सङ्गम रहेछ। पहिलो, आफूलाई मनपर्ने काम। दोस्रो, आफू पोख्त भएको काम। तेस्रो, संसारलाई आवश्यक पर्ने कुरा। र चौथो, जसबाट गुजारा पनि चल्न सकोस्। जब यी 4वटै कुराको भेट हुन्छ, हो त्यही नै आफ्नो इकिगाई भेटिन्छ। ओकिनावाका मानिसहरूको लागि त इकिगाईको अर्थ एकदमै सरल तर शक्तिशाली छ। उनीहरू भन्छन्, हाम्रो इकिगाई नै हामी बिहान उठ्नुको कारण हो। कति मिठो कुरा होइन त? उनीहरूको जीवनमा उद्देश्य कति महत्त्वपूर्ण छ भन्ने कुरा यसबाट पनि थाहा हुन्छ कि जापानी भाषामा रिटायरमेन्ट भन्ने शब्द नै छैन। मतलब कामबाट सधैँको लागि बिदा लिने भन्ने चलन नै छैन। जबसम्म शरीरले साथ दिन्छ, उनीहरू आफूलाई मनपर्ने काम गरिरहन्छन्। ल, इकिगाईको अर्थ त हामीले बुझ्यौं, तर यसलाई जीवनमा उतार्ने कसरी त? अब ओकिनावाका मानिसहरूले अपनाउने केही एकदमै सरल तर शक्तिशाली बानीहरूबारे कुरा गरौँ है त। संसारमा जम्मा 5वटा यस्ता ठाउँहरू छन् जसलाई ब्लू जोन्स भनिन्छ, जहाँका मानिसहरू सबैभन्दा लामो र स्वस्थ जीवन जिउँछन्। र त्यो सूचीको सबैभन्दा माथि छ, हो त्यही ओकिनावा। उनीहरूको लामो जीवनको एउटा रहस्य त भान्सामा लुकेको छ। उनीहरू एउटा पुरानो भनाइ मान्छन्, हारा हाचिबु। यसको मतलब हो पेट 80% मात्रै भर्नु, कहिल्यै पनि टन्न अघाउन्जेल नखानु। यसो गर्दा पाचन प्रणालीलाई आराम मिल्छ र शरीर स्वस्थ रहन्छ। अनि अर्को महत्त्वपूर्ण कुरा हो मोआई। यो भनेको साथीभाइ, आफन्त र छिमेकीहरूको एउटा यस्तो बलियो समूह हो जसले सुख दुःखमा एकअर्कालाई साथ दिन्छन्। यस्तो सामाजिक सुरक्षाले तनाव घटाउँछ र जीवनमा खुसी थप्छ। तर लामो जीवनको कुरा शरीरको मात्रै होइन, मनको पनि हो। अब कुरा गरौँ हाम्रो मानसिकताले कसरी बुढ्यौलीलाई असर गर्छ भन्ने बारेमा। हामीले सुन्दै आएको कुरा हो नि, स्वस्थ शरीरमा स्वस्थ मनको बास हुन्छ भनेर। यो कुरा एकदमै सत्य हो। दिमागलाई जति सक्रिय राख्यो, शरीर पनि त्यति नै जवान रहन्छ। यो कुरा बुझ्न एउटा उदाहरण हेरौँ। सोच्नुस् त, हाम्रा पुर्खाहरूलाई कहिले तनाव हुन्थ्यो? जब कुनै जङ्गली जनावरले आक्रमण गर्थ्यो, त्यति बेला मात्र। तर आज हाम्रो जीवन हेर्नुस् त, कामको प्रेसर, फोनको घन्टी, इमेलको नोटिफिकेसन, हामी 24 घण्टा एक प्रकारको सानो तर निरन्तर तनावमा पाँचिरहेका छौँ। हो, यही तनावले नै हाम्रो शरीरलाई भित्रभित्रै गलाउँदै लगेको छ। तर आत्तिनु पर्दैन। यो आधुनिक जीवनशैलीको असरलाई कम गर्ने उपायहरू पनि छन्। जस्तै दिनमा कम्तीमा 20 मिनेट हिँड्ने, लिफ्टको सट्टा भर्याङ चढ्ने, जङ्क फुडको साटो फलफुल खाने, अनि साथीभाइसँग भेटघाट गरेर मनलाई खुसी राख्ने। यी ससाना कुराले पनि ठूलो फरक पार्छ। समग्रमा हेर्दा लामो जीवन जिउने मानिसहरूमा केही साझा स्वभावहरू भेटिए। जस्तै उनीहरूको सोच्ने तरिका सकारात्मक हुन्छ, उनीहरू आफ्नो भावनालाई राम्ररी बुझ्छन् र जस्तोसुकै अप्ठ्यारोमा पनि शान्त र धैर्य रहन सक्छन्। खैर, हामीले ओकिनावाका मानिसहरूबाट धेरै कुरा त सिक्यौं, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न,
हामीले चाहिँ आफ्नो जीवनको उद्देश्य, आफ्नो इकिगाई कसरी पत्ता लगाउने त? यसको लागि अघिमेकी 100 वर्षीय महिलाले गाएको गीतको यो अंशले केही सङ्केत दिन्छ। उनी गाउँछिन्, रहस्य औँलाहरू कति बुढो भए भनेर सोच्नुमा होइन, रहस्य त शरीर र दिमागलाई सधैँ सक्रिय राख्नुमा छ। यसको मतलब के हो भने आफ्नो उद्देश्य वा इकिगाई कतै बाहिरबाट बनाउने होइन, त्यो त आफ्नै भित्र खोज्ने कुरा हो। मनोविज्ञानले पनि यही भन्छ। जब जीवनमा कुनै अर्थपूर्ण उद्देश्य हुन्छ तब जस्तो सुकै चुनौतीसँग लड्ने हिम्मत आउँछ। त्यसैले एकपटक आफ्नो जीवनलाई ऊर्जा दिने त्यो इन्धन भेटाएपछि, मतलब आफ्नो इकिगाई थाहा पाएपछि चाहिने भनेको केवल त्यही बाटोमा हिँडिरहने साहस मात्र हो। अब यो सबै कुरा सुनिसकेपछि अन्त्यमा आफैलाई एउटा प्रश्न सोधौं, भोलि बिहान उठ्नुको हाम्रो कारण के हो?